तिमी थियौ कि छैन रे? ल हेर्नुहोस्, यो घोराई सहरको अति नै सुन्दर देखिने दृश्य। यो घरधुराको काख बैलडाँडा क्षेत्रबाट देखिने घोराईको अति नै सुन्दर दृश्य। बिहानीको मिरमिरे उज्यालोमा यति सुन्दर देखिन्छ यो। यसै गरी यता माथितिर गएर यो तल देखिने अम्बापुर, अलि पारी देखिने मसिना, त्योदेखि माथि धेरै पारीको 3वटा डाँडा जस्तो देखिने त्यो मौलाकोट, अनि यता गएर यो हात्तीखर्क। यो बाटो यहाँ बैलडाँडा चौतारी क्लबको बोर्ड देख्न सकिन्छ। यो बाटो हुँदै बैलडाँडा क्षेत्र हुँदै हामी घरधुरा जाने गर्दछौँ। यो बिहानीको समयमा अति नै सुन्दर वातावरणमा यो रमाइरहेको घोराई सहर।